क्लेम भएको छ सेकेन्ड लाइनको लागि। हेलो एभ्रिवान, सबैलाई नमस्कार। आज चाहिँ मेरो छोरीको ह्याप्पी बर्थडे हो, त्यही भएर हामी चाहिँ हतार हतारमा रेडी हुँदैछौँ। यहाँ आउनु बुढे क्विकली। ह्याप्पी बर्थडे मिछा, यता आएर हाँसिदेऊ न त। ह्याप्पी बर्थडे सानो। अमै आउनु त, ह्याप्पी बर्थडे गर। ह्याप्पी बर्थडे। हामी नामी भएर मुनि जाँदैछौँ, हामी नामी भएर मुनि जाँदैछौँ मेरो बर्थडे मनाउनु। यस्तो नामी भएको छु म त भन न। हच ल जाउँ भुइँमा ल। भ्लगिङ स्टार्ट भयो। यहाँनिर सामानहरू देखाइदिनु। हजुर क्यामेरा अपडेट ल। ए खै तपाईँहरू दुईजना मनिता र के अरे डिना हाई गर्नु ल। मेरो ब्युटिफुल बहिनीहरू सिङ्गल एनी टाइम रेडी टु मिङ्गल अरे क्या ल। होइन मिछाम बाबा अमै नानी भएर बर्थडे उता अब क्यामेरा तान्नु रेडी के। ह्याप्पी पो भएछ हौ होइन। अनि यो उयो भइगयो होइन। यही हो मेरो बर्थडेको उयो चाहिँ पर्दा फाटेछ मेरो छोरीको। सरी गर्नु इनफ टाइम छ बुढे ल। आर यु ह्याप्पी बुढे? म त एकदमै हो ल ल ल। छोरीको बर्थडेमा लु बहिनीहरूको तिमी कस्तो छ? ह्याप्पी छ तिमीलाई? डेकोरेसन मन परेन अरे मेरो बुढीलाई होइन। अब डेकोरेसन चाहिँ यस्तै मात्रै छ है ल होइन। अब यतिको डेकोरेसन होइन प्रोफेसनलहरूले गर्यो भने कति अरे बुढी? प्रोफेसनलले गर्यो भने कति अरे बुढी? 300 पाउनु होइन। यहाँ चाहिँ रुसिता बहिनी र यो मैले चाहिँ पुरा यो ग्रान्ड डिजाइन तिम्रो विचार। ल भेना नमस्कार नमस्कार। हजुर हजुर युग पछाडि भेट भयो होइन। ठिकै हुन्छ नि तपाईँहरू? रितेश के छ? ठिक छ नि होइन? हजुर के भएन? ए अपग्रेड भयो नि अलिकति होटलमा अरे। ल ल थ्याङ्क यू होइन। ल म आउँछु है, तपाईँ लिँदै गर्नु है। के भयो बाबा? म मेरो छोरी आऊ नि त, आऊ बाबासँग आऊ नि त। Misam, pose. Misam. Misam. Hi. Hi. कस्तो राम्रो हेर्दै के अब एक निदा थ्याङ्क यू। अब के अरे छोरीलाई ह्याप्पी बर्थडे, फर्स्ट ह्याप्पी बर्थडे। अनि अब छिटो होइन परिवार भइसक्दैछ। अनि अब के थ्याङ्क यू फर इन्भाइटिङ। अनि केही छैन। ए यहाँ जुम आउट गर्नु खोजेँ कि फेरि क्यामेरा ल ल हुन्छ ल। त हेल्प यर सेल्फ है सबै कुराहरू ल ल हुन्छ। के अरे सबै हेर्नु अघि निकालेको सेलिसक्यो होला ल। ल थ्याङ्क यू दिदी। अन्त वेदरले साथ दिएन। हजुर तपाईँले म्युजिक राखौ बुढे? म्युजिक ए त्यहाँ ल ल हुन्छ। भाइ कस्तो हुँदैछ त? अनि भान्जीको ए भान्जी होइन तपाईँ के भयो भतिस्नीको उयसमा दाजु छाता ओढेर ल ल ल हुन्छ ल। आरुष हेलो आरुष आरुष किन
तिमी के भएर यस्तो साट भएको के भयो तिमी हाम्रो गुड बोय पो त हाल्नुस् त हैन हेलो दिदीहरू ल थ्याङ्क यू फर कमिङ मेरो छोरीको बर्थडेमा दिना एनिथिङ भन्नु छ Thank you for having us. थ्याङ्क यू ल दिदीहरू ल सबैजनालाई ल अब इन्जोय गर्नु होला अरे क्या ल ल ल ल हुन्छ वेदर डिमान्ड अनि त्यो आधी सेलरोटी मात्र वेदर डिमान्ड ए ल ल ल हजुर ए दिदीहरू सबैजना माइन्ड नगर्नुहोस् है म भिडियो बनाउँदैछु भुइँमा बसी बसी दिपका दिदी चाहिँ ल ल यो पछि मेरो छोरीको उयसमा क्या मेमोरीको लागि ल सबैजनालाई थ्याङ्क यू आइदिनु भएकोमा ल दाजु हजुर केही हुँदैन होस् न होइन आमाको ढोका बन्द छ केही हुँदैन हजुर अन्त पानीले गर्दाखेरि यमुना दिदी थ्याङ्क यू ल आउनु भएकोमा ल ल ल ठिक छ बुढे कस्तो हुँदैछ त हजुर के हुन्छ अर्को पनि थियो होइन दुईवटा ओके तपाईँ पनि केही खानुहुन्थ्यो कि ल ल भयो मैले पनि खिचिन न त के साह्रो हौ क्यामेराम्यान भएर त म त बिहाइन्ड त्यसमा त के दामी हुँदैछ हाम्रो छोरी हौ मेरै भन्न आइजान्छ राम्रो हुँदैछ के अरे पानी पर्दा चाहिँ अलिक डरमा चा भयो आधो पानी रहन्छ होला हो हजुर हो त अब पिसाब सुतेको छ उठेपछि उसको पानी परेको त राम्रो भन्छ नि फेरि हजुर पानी परेर डेकोरेसनको हालत यस्तो भएको यो अफगानिस्तानको बारेमा म चाहिँ गोर्खा 2006 मा स्टिल हजुर किनभने राइट पाएँ नो थ्याङ्क यू ट्राई गर्नु न होइन मिठो हुन्छ हो लु हामी खै टेस्ट गर्ने आरे ल भित्र फाल्टै या फाल्टै चीयर्स आछि किन त्यसमा त गर्नु ल थ्याङ्क यू आफूमा मेरो छोरीको बर्थडेमा मेरो छोरी खान्छ ल टेस्ट लिम्बू नि हो नि त हैन हो यसको बाउले सबै चटाइन्छ म खुम्चाइसक्यो त्यहाँ उसलाई खाउ लागिसक्यो मिठाम छोरी बर्थडे गर्ल हेलो हजुर भनिदिनुहोस् न हजुर भनिदिनु अन्त ठिक त नि खाइदियो भने त यसले पनि खान्छ नि कस्तो मजाले खान्छ उसले चाहिँ फेरि बोक्रा होइन भित्रको चाहिन्छ मेरो छोरी चाहिँ म त दिन्छु खान्छ लु खाऊ भनेर सबै दिन्छु झन्डै छुटेछ अरे अन्त नछुटाइकन उयो गर है म ऊ खाँदैछु अघि भर्खर खाएको होइन भित्र होइन अमी यहाँ भुँडी फुट्छ हौ
ए तिमीहरू खाँदै गर हामी केकको तयारी गर्छौँ किनभने घाम हुँदा हुँदा केक काट ल मसँग मास्क छ है तिम्रो लागि आरुस मास्क न्यू मास्क लु You become unicorn now. यता हेर You don't want this mask? You sure? Baba, mask, do you want this mask? Yeah? किन मन पराउँछ यिनीहरूको आफ्नो आफ्नो फेभरेट उयोहरू हुन्छ नि त उस यता के अरे हाम्रो के भन्छ नासाङ कम हियर नासाङ उयो मास्क युनिकर्नको लु यिनीहरू त मन पराउँदैन कि क्या हो उयो ह्याट क्याप उयो लगाइदिनु पऱ्यो अनि ओके I'll give you hat, yeah? Let me give you. There you go. Yeah. ओ यता लुक एट आरुस उसलाई त आज मन परेन अस्ति त आमा म कस्तो नछोडेको के उसले मम्मी चाहिँ खै आमा भित्र लाग्दा हुन्छ उसलाई सिक्सिक हुन्छ होला थ्याङ्क यू भन कस्तो राम्रो टाइट गर साइडमा खै टाइट गरिदिन्छु ठुलो हुनु ज्ञानी हुनु कसरी पो टाइट गर्नु यहाँनिर हौ यता हेर ल अरू बेला त थ्याङ्क यू सबै यतै झोला कसले मान्छे हाम्रो टर्न हो छोडेर गयो हुन्छ भनेको त Happy birthday to you. Happy birthday to you.
लड छ है त्यो चेयर डर छ यता हेर्यो
Can I share? Aru send me. Slava bingo. आउनुहोस् आउनुहोस् आउजी खेल्नुहोस् साउजी भन्नुहोस् आउनुहोस् नाना चेन्ज नानी भएर आएको नि म भन्नु न म त नानी भएर आएँ नि भन्नु न दिदीहरू चुपी हेलो गुड लक सबैजनालाई हाउजीको लागि प्राइजको एनाउन्स गरे छैन दाजुहरूलाई भाइहरूलाई फेरि हेलो मेरो यहाँ भ्लगमा अरे क्या हुन्छ पहिलो बर्थडेमा सबैजनालाई आउनु खुसी लाग्यो थ्याङ्क यू दाजु कडा हुने रहेछ है सानोमा भेटेको त्यहाँ भेटेको थिइनँ आज हेरेको कस्तो धेरै मान्छे देखेर उसलाई होइन उयो भइरहेछ हजुर आउनुहोस् आउनुहोस् हाउजी 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 खेल्नुहोस् साउजी भन्नुहोस् मैले चाहिँ आजको हाम्रो हाउजीको प्राइज चाहिँ म रिभिल गर्दैछु हामीसँग चाहिँ क्विक 5 छ हामीसँग फर्स्ट लाइन हामीसँग सेकेन्ड लाइन हामीसँग थर्ड लाइन त्यसै गरी हामीसँग हाउसफुल गरेर जम्मा 5 वटा प्राइज छ हैन तपाईको यो चाहिँ क्विक 5 हुनेछ अनि त्यही सँगै अब फर्स्ट सेकेन्ड थर्ड लाइन चाहिँ तपाईले आफै चुज गरेर लानु सक्नुहुन्छ हैन अनि हाम्रो हाउसफुल प्राइज चाहिँ हाम्रो मिसामले अर्गनाइज गरेर राख्नु भएको छ 40 पाउन्ड मात्र मिसाम 40 पाउन्ड कसले थाप्ने ल त्यसै गरेर अर्को कुरो म के भन्न चाहन्छु भने तपाईहरु चाहिँ यो खेललाई राशिफललाई अझै बढाएर अलि रोमाञ्चक बनाउन चाहनुहुन्छ भने कसैले हाउसफुल प्राइजलाई डोनेट गर्नुहुन्छ भने हामी 2 मिनेटको लागि त्यसलाई वेलकम गर्नेछौँ कसैको इच्छा छ प्राइजलाई बढाएर खेललाई अझै रोमाञ्चक बनाउन चाहनुहुन्छ भने हामी 2 मिनेटको लागि कसैले चाहिँ त्यो प्राइजलाई इन्क्रिज गर्न चाहन्छ भने हामी त्यो पैसा लिन तयार छौँ त्यो पैसा हामी भरिमै कसैले जित्ने छ ल अब हाम्रो समय स्टार्ट हुन्छ 2 मिनेट कसैले चाहनुहुन्छ भने ल मलाई यहाँनिर हाउजी तम्बोला घुमाउनु मद्दत गर्दै मेरो प्यारो भेना हजुर ल हामी अब सुरु गर्छौँ है त ल ल ल भेना घुमाउनुस् पहिलो नम्बर हाउजी तम्बोलाको पहिलो नम्बर भेनाले मलाई निकालेर दिँदै हुनुहुन्छ यहाँनिर यो हाम्रो खेल हाउजी तम्बोलाको पहिलो नम्बर आइसकेको छ हाउजीको पहिलो नम्बर मेरो हातमा आइसकेको छ यो नम्बर चाहिँ हकी स्टिक followed by big 7070 यो हाउजीको कसैको पर्यो 70 हाम्रो हाउजीको पहिलो नम्बर 7070 ले बोलाएको अर्को नम्बर मेरो हातमा आउनु आँटिसकेको छ 70 ले बोलाएको अर्को नम्बर मेरो हातमा आइसकेको छ 70 ले बोलाएको अर्को नम्बर छ यो हो डबल नम्बर ब्युटिफुल लेडी नम्बर 3 followed by again beautiful lady 33 पनि हुनु सक्छ यो फर्स्ट लाइन सेकेन्ड लाइन थर्ड लाइन जुनै पनि हुनु सक्छ क्विक 5 ल बिङ्गो चेक गर्नु पर्यो हामी क्विक 5 को प्राइसलाई चेक गर्दै छौं हामीले त्यसै गरी सुरुमा छ 23
which is right. 23 picture 53, which is also right, just odd number. And then again is 33, and then 60 and 29. Waha quick 5 को विजेता हुनुभएको छ। ल मिसामले फर्स्ट प्राइज प्रदान गर्दैछ, क्विक 5 को प्राइज। ल उहाँलाई धेरै धेरै बधाई छ। कोही पनि लाइनमा छुट्टे हुनुहुन्छ भने आफ्नो नम्बर कल गर्नु सक्नुहुनेछ। यता भेनाले माया लागेर झिकिदिनु हुन्छ कि त्यो नम्बर होइन। नम्बर 5 को अर्को प्राइज विजेता यहाँ भइसक्नु भएछ। उहाँले फर्स्ट लाइन पाएर आफ्नो प्राइज सुरक्षित गरिसक्नु भएछ र यहाँ 3टा प्राइज अफरमा उहाँलाई रोजी छानी लिएर जानु सक्नुहुन्छ। यो फर्स्ट सेकेन्ड थर्डको लागि हो। प्राइज लाँदै हुन्छ हाम्रो दिदीले चकलेट है चकलेट खै मिसामले दिने हो। लु मिसाम चकलेट दिनुस्। लु यता चकलेट दिनुस्। ल यता चकलेट लिने मान्छे हुनुहुन्छ क्या हो? आफू खाने होइन नि फेरि। लास्टको नम्बर चकलेट 84 ले विजेता बनाएछ उहाँलाई फर्स्ट लाइन। थ्यांक यू दिदी। अब हाम्रो प्राइज बाँकी रहेको छ सेकेन्ड लाइन, थर्ड लाइन एन्ड नन अदर देन हाउसफुल। अर्को प्राइज क्लेम गराइसकेको छ। लु सबैजना त्यो कुनामा बस्नु जाने बेला भयो है। क्लेम भएको छ सेकेन्ड लाइनको लागि। हामीसँग स्टिल यो प्राइज गएर पनि थर्ड लाइन र हाउसफुल बाँकी नै रहनेछ। ल प्राइज लिन म बोलाउँदैछु हाम्रो दिदीलाई। उहाँलाई धेरै धेरै बधाई छ। क्यान्डल क्यान्डल उहाँले क्यान्डल लिँदै हुनुहुन्छ। उहाँलाई धेरै धेरै बधाई दिन चाहन्छु। र हाम्रो विजेतालाई धेरै धेरै बधाई छ। ल हेर्नुहोस् उहाँलाई प्राइज परेछ रक्सी। उहाँले रक्सी खानुहुन्न। यो यहाँनिर अन्याय भएछ। त्यो दाइले अब रक्सी। लु मिसामको हातबाट लु। यो आजको प्राइज परेछ मिसामले। थ्यांक यू। हाम्रो सानो र खुद्रे प्राइज गइसकेको छ। अब चाहिँ हामी भने सिधै खेल्ने छौँ हाउसफुलको लागि। चोट्टे दाइ चोट्टे जुवाडे भगवान घरको याद आयो त। यो रहेको छ डबल नम्बर। यो 3 and 7 37। 3 and 7 37। मकै भइरहेछ बहिनी। ल दुईटा ले यहाँनिर हाउसफुलको क्लेम गर्नुभएको छ। एकछिन धैर्य राख्नुहोस्। उहाँहरूको प्राइज नपरेको पनि हुनसक्छ। यो नम्बर 18 ले जिताएको छ हाउसफुल। दुईटा क्लेम आएको छ। 18 लास्टको नम्बर रहेको छ 18। म यहाँ चेक गर्न जाँदैछु। यो पहिलो स्टुडेन्ट मेरो हातमा परेछ। विनर त्यो टिकट विजय भइसकेको छ। तर अर्को पनि क्लेम आएको छ। यो कसको टिकट हो? खै देखाउनु त दाइको नि हो। यो चाहिँ मेरो तपाईँको दिदीले हाउसफुल पाइसक्नु भएको छ। तर उहाँ सँगसँगै अर्को पनि क्लेम आएको छ। हामी त्यो पनि चेक गर्नेछौँ। दिदी म मक्ख 56 भन्दा बसेर त खै 22 मक्क गद 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 48 6 and 7 67 8 and 3 83 8 and 3 83 यो दुईटै टिकट विजय हुनुभएछ।
उहाँहरूलाई दिने गइरहेको छु। उहाँहरूलाई धेरै धेरै बधाई छ। बढाउने भनेको आधा त गरेर 25-25 दिनु। अघि मैले बढाउने भन्दै कसैले बढाएन, बढाएर त तपाईँहरूलाई पर्ने थियो। Thank you everyone, thank you. मलाई नानीलाई खुवाउनु पर्ने भात चाहिँ लाउँदैछु नानीलाई खुवाउनु पर्ने नानीलाई खाना खुवाउनु पर्ने गीत आउँदैन त गीत आउँदैन हो अर्को गीत खै म चाहिँ अगाडि नै भन्छु होइन, म चाहिँ राम्रो सिङ्गर चाहिँ होइन होइन, तर पनि होस्ट भएको कारणले एउटा गीत चाहिँ गाउनै पर्ने भएको कारणले म गाउँदैछु है। होइन ठिक छ दिदी, मै उभिएर गाउँछु। हिँड्दा हिँड्दै दो बाटोमा तिमी त कहाँ हराइदियौ, म भने चाहिँ अल्मलेर तिमीलाई त्यही पर्खिरहे। वनडे डिले हो क्यों बिचम बाबा हैं?
मेरा वादा मुझ में कुछ रहा हुआ क्या बातों में बातें तेरी रातें सौगातें तेरी क्यों तेरा सब ये हो गया हुआ क्या हाम्रो दिदी अल द टाइम लाइभ्समा हो यहाँ चाहिँ Thank you Manita. बिचारा डिनाले यत्रो दुःख गर्ने मनिताले क्रेडिट पाइरहेको थ्याङ्क यू सबैजनालाई मेरो तर्फबाट पनि दिदीहरू बहिनीहरू मेरो छोरीलाई आशीर्वाद दिन आउनु भएकोमा ल मिसान थ्याङ्क यू भन्देऊ सबैजनालाई के हुँदैन भाइ मिसान थ्याङ्क यू भनिदिनुहोस् छोरी मेरो 1 इयरको बर्थडेमा आउनु भएको थ्याङ्क यू आन्टीहरू सबैजनालाई ल यो इन्ड गरिदिन्छु ल ल ल